हेलो पुनः फेरि पनि हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ है। आज भने हजुरहरूले देखिरहनु भएको हामीसँग यो 4.5 आनाको जग्गा बिक्रीमा आइसकेको छ है। देख्न सक्नुहुन्छ जग्गा एकदमै राम्रो र एकदम हाइटमा रहेको छ जग्गा। देख्न सक्नुहुन्छ एकदमै राम्रो रहेको छ हाम्रो जग्गा। साथै यो जग्गासम्म पुग्ने बाटो भन्ने हो भने चाहिँ हाम्रो 13 फिटको बाटो रहेको छ। देख्न सक्नुहुन्छ। लोकेसनको कुरा गर्नु पर्दाखेरि चाहिँ यो चाहिँ हाम्रो सिरुटार 4 डो बाटो क्यान्डिड स्कुल पछाडि नै रहेको छ है। क्यान्डिड स्कुलको ठ्याक्कै पछाडि यो जग्गा रहेको छ। छिटो भन्दा छिटो सम्पर्क गरेर यो जग्गा हजुरहरूले आफ्नो नाममा गरिहाल्नु होला है। एकदम हाइटमा र एकदम राम्रो ठाउँमा हामीसँग यो 4.5 आना जग्गा बिक्रीमा आइसकेको छ है। प्लटिङको जग्गा हो, केही फरक पर्दैन, किटाकाट सबै भइसकेको छ। साथै प्राइसको कुरा गर्नुपर्दा चाहिँ यो ठाउँमा चलेको 35 लाखसम्म चलेको छ भने चाहिँ यो जग्गा चाहिँ हामीले 32 लाखमै छोड्छौँ है। अझ 32 लाखमा पनि केही नेगोसिएबल हुन्छ है। तपाईहरुलाई चाँडै काम गर्छु भन्ने सरहरूलाई केही नेगोसिएबल गराउन सकिन्छ। छिटो भन्दा छिटो सम्पर्क गरेर हजुरहरूले यो जग्गा आफ्नो नाममा गरिहाल्नु होला। वरिपरि पुरै बस्ती भइसकेको ठाउँमा हो, पुरै बस्ती भइसकेको ठाउँमा एकदम राम्रो लोकेसनमा यो जग्गा हामीसँग बिक्रीमा आइसकेको छ है। साथै अब जग्गाको मोडाको कुरा गर्नु पर्दा चाहिँ हाम्रो यो जग्गा चाहिँ पश्चिम मोडाको हुन जान्छ है। पश्चिम मोडाको जग्गा घर बन्न जान्छ, बाटो इन्डिङ रहेको छ। छिटो भन्दा छिटो सम्पर्क गरेर हजुरहरूले यो जग्गा आफ्नो नाममा गरिहाल्नु होला है। पुनः फेरि पनि प्राइसको कुरा गर्नु पर्दाखेरि चाहिँ पर आना 32 लाखमै कारोबार गर्न सकिने जग्गा हामीसँग आइसकेको छ है। त्यसमा पनि केही नेगोसिएबल गर्न सकिन्छ। साथै अब यस ठाउँसम्म आइपुग्नको लागि चाहिँ हाम्रो अर्नीको हाइवे कौशलटारदेखि चाहिँ यस ठाउँसम्म आइपुग्न लगभग 3-4 किलोमिटरको दूरीमा हामी यस ठाउँमा आइपुग्न सक्छौँ है। साथै अब पानी बिजुली बत्ती यातायात सम्पूर्णको सुविधा भइसकेको ठाउँमा हो। अब स्कुल त अगाडि नै भइहाल्यो, क्यान्डिड स्कुल हो अगाडिको। छिटो भन्दा छिटो सम्पर्क गरेर हजुरहरूले यो जग्गा चाहिँ आफ्नो नाममा गरिहाल्नु होला। एकदमै राम्रो रहेको छ जग्गा, देख्न सक्नुहुन्छ।